सबैलाई प्रभु येशू ख्रीष्टको नाममा जय मसीह। आजको दिनमा तपाईहरुको बीचमा पहिलो तस्लोनिकी पुस्तक 5 अध्यायको 17 पद तपाईहरुको बीचमा म पढ्न चाहन्छु। पहिलो तस्लोनिकी पुस्तक 5 अध्यायको 17 पद। सबै तोकमा धन्यवाद देऊ, किनभने ख्रीष्ट येशूमा तिमीहरूको लागि परमेश्वरको इच्छा यही हो। प्रभुको दास पौलले पहिलो तस्लोनिकी पुस्तकमा अथवा पत्रमा लेख्नु भएको छ, सबै तोकमा परमेश्वरमा धन्यवाद दिनलाई। प्रभु येशू ख्रीष्टले हाम्रो जीवनमा चाहनु भएको एउटा इच्छा, सबै तोकमा हर समय हामी प्रभुप्रति धन्यवाद हुनलाई प्रभुले चाहनुहुन्छ। मैले हिजोको दिनमा अयुबको बारेमा तपाईलाई भनेको थिएँ। अयुबको जीवनमा तपाईले हेर्नुभयो भने उसको जीवनमा परमेश्वरको तर्फबाट उसले साक्षी पाउनेछ, गवाही पाउनेछ। ईमानदार, परमेश्वरको भय मान्ने, पवित्रता जीवन बिताउने व्यक्ति भनेर सबै थोक परमप्रभुले नै अयुबको बारेमा भन्नुभएको छ। तपाईले देख्नुभयो भने त्यही 1 अध्यायको अन्तिमतिर हामीले देख्यौँ भने परमेश्वरको इच्छा अनुरोध अथवा परमेश्वरले अनुमति दिए अनुसार अयुबको जीवनमा अचानकमा संकष्ट समस्या आइपर्दाखेरि सबै तोक बितेपछि, सबै तोक गुमाएपछि उसले भनेको कुराहरू चाहिँ, म नङ्गै मेरो आमाको कोखबाट आएँ, म नङ्गै फर्किनेछु। परमप्रभुले दिनुभयो, परमप्रभुले लानुभयो, उहाँको नाउँको धन्यवाद भएको होस्। मेरो प्रिय हो, प्रभुले भन्नुभएको छ सबै थोकको निम्ति हर समय सबै कुराहरूको निम्ति उहाँलाई धन्यवाद दिनु भनेर प्रभुले भन्नुभएको छ। यो महामारीको बीचमा, रोगको बीचमा, अनिकालको बीचमा, सङ्कष्टको बेलामा प्रभुले धन्यवाद दिनलाई, प्रभुको महिमा गर्नलाई मुस्किल होला, तर प्रयास गर्नुहोस्। परमेश्वरले तपाईको महिमा, तपाईको प्रशंसालाई सुनेर तपाईको अवस्थालाई परिवर्तन गर्नुहुन्छ। अयुबले यी सबै कुराहरूको बीचमा कहिले पनि परमेश्वरको विरोधमा गनगन गरेन। मेरो जीवनमा किन यस्तो भयो, मेरो नानीहरू किन मर्यो, मेरो सम्पत्तिहरू किन यस्तो गयो, मेरो शरीरमा किन यस्तो रोग आयो, कहिले पनि उनले प्रश्न गरेन। सबै तोकको निम्ति परमेश्वरलाई धन्यवाद दिए। कि आज हाम्रो जीवनमा पनि यो महामारीको समयमा, दुःखको बेलामा, अनिकालको बेलामा हामी गनगन गर्न छोडेर हामी परमेश्वरलाई किन किन भन्ने प्रश्न हिजोआज हामी धेरै सोध्छौँ। प्रभुको दास थियो, विश्वासी थियो र पनि बित्नुभयो, प्रभुले किन यस्तो गर्नुभयो भन्ने धेरै प्रश्न हामी गर्छौँ। तर प्रभु येशू ख्रीष्टले भन्नुभएको छ हाम्रो जीवनमा यो परिस्थितिमा उहाँलाई धन्यवाद दिने चाहिँ उहाँको इच्छा रहेछ। मेरो प्रिय, यो सङ्कष्टको बीचमा, समस्याको बीचमा, हरेक परिस्थितिमा अयुब जस्तै प्रभु येशूलाई धन्यवाद दिइहेर्नुहोस्। उहाँले तपाईँको जीवनलाई अयुबको जस्तै पूर्ण निर्माण गर्न सक्नुहुन्छ। अर्को एउटा उदाहरण म भन्न चाहन्छु। प्रभुको दास पौल, हामीले थाहा छ प्रेरितको पुस्तक 16 अध्यायको 25 पद तपाईले पढ्नुभयो भने त्यहाँ पौल र सिलास दुवैजनालाई उनीहरू प्रभु येशूको प्रचार गरेको कारणले गर्दाखेरि उनीहरूलाई जेलमा बाँधेको छ। त्यसै बाँधेको होइन, प्रशस्त मात्रामा कुटेको छ। उनीहरूको शरीरमा चोटै चोट छ, रगत बगिरहेको छ, पीडा छ। तर मध्यरातमा पौल र सिलासले परमेश्वरको स्तुति प्रशंसा गर्दैछ, प्रभुले धन्यवाद दिँदैछ, प्रभुको आराधना गर्दैछ। मेरो प्रिय, त्यो वचन तपाईँले पढ्नुभयो भने यसरी लेखिएको छ, पौल र सिलासको बन्धन मात्र होइन, त्यहाँ जेलमा भएको सबै मानिसहरूको बन्धनहरू प्रभुले खोलिदिनु भएको छ। यो सङ्कष्टको बेलामा, यो महामारीको बेलामा तपाईँ गनगन गर्न छोडेर प्रभुले धन्यवाद दिनुहुन्छ भने, प्रभुको प्रशंसा गर्नुहुन्छ भने तपाईको जीवन मात्र होइन, तपाईको परिवार मात्र होइन, प्रभुले नचिन्ने, प्रभुको विरोधमा गइरहेको ती मानिसहरूको अधर्म पनि क्षमा हुनेछ। जसरी त्यो जेलमा पौल र सिलास मात्रै प्रभुको निम्ति बन्धनमा थिए, बाँकी सबै कोही हत्या गर्ने थियो होला, कोही चोरी गर्ने थियो होला, कोही नराम्रो काम गरेर उनीहरू बसेको थियो होला, उनीहरूको बन्धन किन खोल्नुपर्ने थियो। मेरो प्रिय, हामी सङ्कष्टको बीचमा, समस्याको बीचमा प्रभुको महिमा गर्न हामी सिक्यौँ भने, हामी प्रयास गर्छ भने हामीद्वारा अरू पनि जो महामारीमा कष्ट छन्,
जो अनेक कालमा कष्ट छन्, जो समस्याको बिचमा घेरिरहेका छ, उनीहरूको जीवनमा पनि निको आउँदछ, उनीहरूको जीवनमा पनि प्रशस्तता आउँदैछ। हामी एउटै मात्र गर्नुपर्ने कि परमेश्वरले हाम्रो जीवनमा यही चाहनु भएको छ कि हर समय हरेक कुराको निम्ति उहाँलाई धन्यवाद दिनुपर्छ, उहाँको प्रशंसा हामीले गर्नुपर्छ। मेरो प्रिय, परमेश्वरले हाम्रो जीवनमा राख्नु भएको एउटा ठुलो इच्छा कि हर समय हरेक बातको निम्ति, हरेक कुराको निम्ति उहाँलाई धन्यवाद दिनु। कि हाम्रो जीवनमा अयुब जस्तै, सौल जस्तै अथवा पौल जस्तै हाम्रो जीवनमा आइपर्ने सबै सङ्कष्टको बिचमा हाम्रो जीवनलाई परिवर्तन गर्नलाई, हाम्रो जीवनलाई उन्नतिमा अथवा पूर्ण निर्माण गर्नलाई सङ्कष्टको बिचमा प्रभुले धन्यवाद दिनलाई सिक्नुहोस्। सङ्कष्टको बिचमा प्रभुलाई स्तुति गर्नलाई, प्रभुको प्रशंसा गर्नलाई सिक्नुहोस्। किनभने प्रभुले हाम्रो जीवनमा सङ्कष्टको बेलामा पनि उहाँको महिमा गरेको प्रभुले चाहनुहुन्छ। आजको दिनमा प्रभुको दास पौलले तेसलोनिके मण्डलीले मात्र होइन, हामीले पनि भन्नुभएको छ, सबै थोकमा, सबै परिस्थितिमा परमेश्वरलाई धन्यवाद दियो। यही कुरा परमेश्वरको महिमा दियो, यही कुरा प्रभुले हाम्रो जीवनमा चाहनु भएको छ। आउनुहोस्, हाम्रो दुःखको, हाम्रो कष्टको, हाम्रो रोगको र महामारीको बिचमा मुस्किल होला, तर तपाईँ प्रयास गर्नुहुन्छ भने, तपाईँ कोसिस गर्नुहुन्छ भने त्यो समयमा प्रभुले धन्यवाद दिनलाई, त्यो समयमा प्रभुको स्तुति गर्नलाई प्रभुले तपाईँलाई मद्दत गर्नुहुन्छ। धन्यवाद सबै कुराको निम्ति। आउनुहोस् हामी प्रार्थना गर्नेछौँ। सर्वशक्तिमान परमेश्वर पिता, हामी तपाईँलाई धन्यवाद दिन्छौँ। हाम्रो जीवनमा प्रभु हर परिस्थितिमा, हर सङ्कटको समयमा पनि तपाईँलाई धन्यवाद दिनले तपाईँ चाहनुहुन्छ, तपाईँको प्रशंसा गरेको तपाईँ चाहनुहुन्छ। पौल र सिलासले प्रभु पीडाको साथमा, बन्धनको बिचमा तपाईँको स्तुति गरेको कारणले, मध्यरातमा स्तुति गरेको कारणले उनीहरू दुवैजनाले मात्र होइन तर साथमा भएको सबै कैदीहरूको बन्धन खोल्नुभयो। आज हामीले पनि सङ्कष्टको बिचमा, समस्याको बिचमा हामी धन्यवाद दिन चाहन्छौँ। हामी मात्र होइन, हाम्रो साथमा भएको, तपाईँले नचिनेको, तपाईँको विरोधमा पाप गरेको ती मानिसहरूको पाप पनि, ती मानिसहरूको रोग पनि क्षमा भएको होस्, निको भएको होस्। अयुब जस्तै अन्तिम घडीसम्म नै प्रभुले दिनुभयो, प्रभुले लानुभयो। धन्यवाद प्रभु। हाम्रो जीवनमा जहिले पनि हामी निराशाको बेलामा, बिमारको बेलामा गणगण गर्छौँ, ती कुराहरूलाई हामी छोडेर बिमारको बेलामा पनि, अनिकालको बेलामा पनि धन्यवादी दिनलाई, तपाईँको प्रशंसा गर्नलाई हामीले सहायता गर्नुहोस्, ताकि तपाईँको महिमा जब हाम्रो जीवनबाट हुनेछ, तपाईँले हामीले पूर्ण निर्माण गर्नुहुन्छ, तपाईँले हामीले निको पार्नुहुन्छ, तपाईँले हामीलाई छुटकारा दिनुहुन्छ। यही हो तपाईँको इच्छा। धन्यवाद, सारा आदर, महिमा, प्रशंसा तपाईँलाई येशूको नाममा। आमेन। गॉड ब्लेस यू। जय मसीह। प्रभु सबैलाई आशीष दिनुहोस्। आमेन।